तपाईँ कोरिया कहिले आउनुभयो र तपाईँलाई कोरियाको जीवन कस्तो लागिरहेको छ? म कोरियामा आफ्नो जीवन र कामको आनन्द लिइरहेको छु, तर नेपालमा रहेको परिवारलाई सम्झन्छु। मलाई विशेष गरी आमा बुवाको धेरै याद आइरहेको छ। म छिट्टै नेपाल फर्किनेछु। कोरिया आउँदा त रमाइलो होला जस्तो लागेको थियो, तर मिहिनेत बिना केही हुँदैन रहेछ। हो नि, यहाँको जीवन सजिलो छैन, तर सपना पुरा गर्न त यहाँसम्म आउनु परेको हो। काम त गाह्रो छ, तर अब बानी परिसक्यो। सोचे जस्तो छैन रहेछ कोरिया। पैसा कमाउन एकदम कडा मिहिनेत गर्नुपर्छ, अनि साउको किचकिच, अनि परदेशी भूमि कहाँ सजिलो छ र हजुर। यहाँ म सधैँ माटोतिर झुकेको जस्तो लाग्छ, तर भित्र मेरो मन आकाशतिर हेरेर अघि बढ्छ। यो कोरियन खाना धेरै स्वादिष्ट छ, मलाई धेरै मन पर्यो।